हेलो नमस्ते है सबैलाई। आज यस्तो परिस्थिति आइरहेछ कि कसैले सोच्न पनि सकेका थिएन कि है अहिलेको यो मन्त्रीहरूले यसरी काम गर्नुहुन्छ, यस्तो राम्रो काम गर्नुहुन्छ भनेर कसैले सोच्न सकेका थिएन क्या। हामीले पनि आजभन्दा 16-17 वर्ष अगाडि चाहिँ देशमा परिवर्तन चाहिन्छ भनेर जुन माओवादीहरू आएको थियो, उहाँहरूले चाहिँ देशमा चाहिँ परिवर्तन चाहिन्छ भनेर आउनुभयो, यताउति गर्नुभयो होइन, यस्तै एजेन्डाहरू मुद्दाहरू लिएर आउनुभयो। त्यति बेलामा चाहिँ हामीले पनि के सोचेको थियौँ भने अब के हुन्छ होला भनेर माओवादीलाई साथ दिएको थियौँ, तर त्यस्तो भएन। त्यस्तो नभइसकेपछि अब कस्तो शासन भयो के भयो त सबैले देखिहाल्यो त्यति बेलामा होइन। जुन अहिलेको जस्तो हुनुपर्ने थियो त्यस्तो भएन। त्यस्तो नभइसकेपछि अब यो देशमा केही पनि हुँदैन होला भनेर हामी पनि विदेश गएको थियौँ, म पनि विदेश गएको थिएँ। 5-6 वर्ष विदेश बसेर फर्केर आएपछि आफूले त्यो बेलामा गल्ती गरिहाल्यो। त्यो बेला माओवादीहरूले यस्तो यस्तो भनेर चाहिँ हामीलाई अब उनीहरूको तर्फ भोट हाल्न लगाएर आकर्षण गरे होइन। हामीले पनि परिवर्तनै चाहेर त्यतिखेरमा चाहिँ हामीले भोट त्यता दिएको थियौँ। र त्यसपछि पनि फेरि अब हामीले गल्ती नै गऱ्यौँ, अब राजा नै सही हो, अब राजालाई चाहिँ लिएर आउनुपर्छ भनेर राप्रपामा पनि लाग्यो क्या, हिँडियो राप्रपामा होइन। राप्रपामा लागेर हिँडियो, उहाँहरूलाई साथ पनि दियो। तर यसो बुझ्दै जाँदाखेरि सबजना सत्ताको लागि लड्ने रहेछ, अरू केही होइन। पोलिटिक्स भनेको यस्तो चिज रहेछ कि होइन, मैले बुझिहालेँ क्या। उहाँहरूले चाहिँ एजेन्डा चाहिँ फरक हो तर गर्ने पारा उस्तै हो जस्तो देखेपछि मैले यो राजनीति भन्ने नै दिक्क लाएर यो राजनीति कामै छैन भनेर छोडेर आफ्नै तालमा काम गरेर बसिरहेको थिएँ। अनि रिसेन्टली यो रासोपाको यो लहर आयो, त्यसमा पनि मैले केही ठुलो आश गरेको थिएन। आफ्नो पर्सनल होइन, पर्सनल कुरा गर्नुपर्दा त्यस्तो आशहरू केही नै गरेको थिएन। यो राजनीति यस्तै हो, कहिले को आउँछ कहिले को आउँछ। हामीले त आजभन्दा 16-17 वर्ष अगाडि पनि देखिहाल्यो, त्योभन्दा अगाडि पनि ठुलै परिवर्तन ल्याउँछु भनेर विभिन्न पार्टीहरूले गरेकै हो, केही भएको होइन होइन। देशमा चाहेको जस्तो विकास अथवा जुन निम्न वर्गको मान्छेहरूले पाउनुपर्ने कुराहरू के थियो त्यो कुराहरू नै पाउँदैन, त्यस्तो हुँदैन। सुशासन भन्ने चिजै हुँदैन नेपालमा, जसको पावर छ त्यही चल्छ जस्तो लागेको थियो। तर अहिलेको यो रासोपा आइसकेर जुन प्रधानमन्त्री गृहमन्त्रीज्यूहरूले काम गरिरहनु भएको छ नि, एकदम सराहनीय, एकदमै राम्रो छ। र यस्तो अवस्थामा भनेको हामी कसैको झोले भएर उफ्रिने होइन, हामीले साथ दिने हो उहाँहरूलाई। उहाँहरूले एकदमै राम्रो काम गर्नुभएको छ। र हामी बुद्धिजीवी बुझ्ने मान्छे जसले चाहिँ हामी निम्न वर्गको छौँ, हामीले जो गरेर खाइरहेको छौँ, हामी त्यस्तो मान्छेहरूले एकदमै साथ दिनुपर्छ। अहिले हामी 2-4 जना नेताको झोले भएर तिनीहरूको पछि लागेर उफ्रेर हाम्रै भविष्य, हाम्रै छोराछोरीको भविष्य बिग्रिने हो। तर साथीहरू सबैले बुझेर चाहिँ अहिले यो सरकारलाई साथ दिनुपर्छ। अब सुरुवाती चरणमै 40 अर्बको भ्रष्टाचारको कुरा नेपाली काङ्ग्रेसको पूर्व सभापतिज्यूको चाहिँ त्यस्तो खालको न्युजहरू आइरहेको छ होइन। भनेको देशको बजेट कति छ भनेपछि यत्रो पैसा त यिनीहरू अब यस्तै गरी सबैको एक एकजनाको छान्दै जाँदा त कति निस्किएला। देशको ढुकुटी त्यतिकै रित्या होइन।